गाइस नमस्ते सबलाई मैले चाहिँ आज स्क्विज प्रेस अथवा स्पिड प्रेस सेभेन प्रेस सरी फर द्याट प्रोनाउन्सिएसन है प्रोनाउन्सिएसन म अलिकति विक छु तर यसको मेन उद्देश्य चाहिँ हाम्रो सर्वप्रथम हाम्रो चेस्टलाई चाहिँ कन्स्टेन्ट यसमा प्रेसर पारिराख्नु हो र यसले चेस्ट सँगसँगै हाम्रो डेल्ट मसल र ट्राइसेप मसलमा नि यसले काम गर्छ पुस मसल्सको चेन्जमा त्यो गर्नको लागि हजुरले ठिक्कको एउटा वेट प्लेट्स लिनुहोस् एकोर्डिङ टु यर स्ट्रेन्थ एन्ड डिजायर एन्ड टार्गेट अनि यसलाई ठिक्कको यसरी ग्रिप गर्नु अनि यसलाई चेस्टको अगाडिबाट यसरी राख्नु होला अनि हाम्रो यो पामलाई चाहिँ हल्का अगाडिपट्टि फर्काएर राखिदिनुहोस् अब यो स्ट्रेन्थ रेजिस्टेन्स चाहिँ हजुरले फिल गर्दै बिस्तारै वेटलाई शरीरबाट टाढा लानु होला एउटै पोइन्टमा राखेर यो वेटलाई अनि फेरि यहाँबाट यसलाई ल्याउनु होला अनि फेरि रिटर्न गर्नु होला यसरी एन्ड तल ल्याउनु होला यसलाई ब्याक टु ब्याक एकोर्डिङ टु यर डिजायर टेम्पो एन्ड रेन्ज अफ मोसन यो गर्न सक्नुहुन्छ यो चाहिँ हजुरले चेस्ट सोल्डर अथवा ट्राइसेप्स मध्येको कुनै पनि वर्कआउटमा यो फिनिसिङमा अथवा स्टार्टिङको वार्मअप पनि राख्न सक्नुहुन्छ कुनै सबै मुभमेन्ट सबै एक्सर्साइज आफ्नो ठाउँमा इम्पोर्टेन्ट हुन्छ कुनैलाई पनि नेग्लेक्ट नगर्नु होला कुनैलाई पनि प्रायोरिटी नदिनु होला सबै मिलाएर गर्नुपर्छ र यो वान अफ द बेस्ट एक्सर्साइज कन्स्ट्यान्ट प्रेसर दाङ्गे एक्सर्साइज मध्येमा आउँछ र ह्याभ अ ट्राई थ्याङ्क यू